काँडा हुन्छ नि। पुरा काँडा हुन्छ। बहेर हो यो चाहिँ, बहेर झर्दैछ छुँदैखेरि बोर्चिनिस खोलाको बगरैभरि छ जतासुकै। यो बहेर टिप्नु पनि सजिलो छैन, काँडा पुरा हुन्छ। पुरा फलेको छ रातो रातो गरेर, पुरा सुकेछ। काँचो भएको चाहिँ यस्तो हुन्छ कट्मेरो चाहिँ। बहेरको अचार बनाउने तरिका चाहिँ कस्तो हो भने, फर्स्टमा अलिकति तेलमा हो 5 फोरन, त्यहाँदेखि सुकेको खोर्सानी, नभएदेखि तोरी हो पड्कायो। त्यही पड्काएर बहेर लगाएर मजाले फ्राई गरेँ। अन्त त्यहाँदेखि गुड पानीमा अलिकति उमालेन भनेदेखि अब गुडमा कसिङ गरेर हुन्छ नि त, पिलाएर त्यहाँदेखि फ्राई गरेर माथिबाट त्यहाँदेखि गुड लगाएको, गुड र चिनी, गुड छैन भने चिनी लाउँदा पनि हुन्छ। त्यो लगाएर पकाएर अब यहाँबाट रेल आउनु थाल्छ होइन, त्यहाँदेखि चाहिँ निकालेर बोतलमा हाल्ने हो। फाइनल चाहिँ यस्तो भयो, फाइनल बहेरको अचार। अब चाहिँ निकालेर नुन, हल्दी, खोर्सानी, 5 फोरन गरेर पहिले पुरा भुट्यो हो। त्यहाँदेखि माथिबाट चाहिँ लास्टमा चाहिँ चिनी र पानी लगाएर पकाउने हो। त्यहाँदेखि पानी मजाले ड्राई भएपछि त्यसरी अब रेल आएपछि चाहिँ त्यहाँदेखि चाहिँ निकाल्ने। यति भयो, सानो बोतलको 1 बोतल भयो बहेरको अचार।